हेलो एभ्रिवान, आज मैले चाहिँ मासु ल्याएको छु। हेर्न सक्नुहुन्छ, एक कराईभरि आदि यहाँ काटिसकेकी छु। हेर्न सक्नुहुन्छ, यो कराईभरि ल्याएकी छु मासु। मैले चाहिँ यो चाहिँ दुईटा खुट्टा मिक्सै खाने भनेर ल्याएको हो। अब म काट्छु ल। काटेर नि तयार भइसकेको छ साथीहरू। म त्यसपछि मासुको लागि प्याज काटेँ किनकि आज मलाई एकदमै मासु खाइलागेको थियो साथीहरू। मैले मेरो हस्बेन्डलाई भनेर बजारमा पठाएर मैले चाहिँ कुखुराको मासु ल्याउन पठाएको थिएँ। त्यसपछि ल्याउनु भयो। मैले त्यसपछि घरमा फ्राई गरिदिएँ। फ्राई गरेँ साथीहरू। मलाई एकदमै खान मन थियो किनकि यति धेरै भुटेकी छु। म, मेरो भतिजी, मेरो हस्बेन्ड 3 जना थियौँ। त्यसैले यति भनेर सब तयार भइसकेको थियो साथीहरू। त्यसपछि मेरो भतिजीलाई दिएँ फर्स्टमा, उसले खायो। त्यसपछि मेरो हस्बेन्डलाई दिएँ। त्यसपछि मैले खान सुरु गरेँ साथीहरू। किनकि मलाई एकदमै हँसाउँथ्यो है मेरो हस्बेन्ड र मेरो भतिजी। त्यसैले मलाई हाँस्दै खाना खाएको थिएँ। किन हाँस्दै खाएको होला भनेर नसोच्नु, एकदमै हँसाएको थिएँ कि मेरो भतिजी, मेरो हस्बेन्डले। त्यसैले मलाई यस्तो हाँसो लागेको थियो खाना खाँदाखेरि होइन साथीहरू। त्यसपछि एउटा चुक्टा मासु लिएर झन् हाँसो लाग्यो के, गिज्याउँथेँ। अनि त्यसपछि मैले खाएँ साथीहरू। कति मिठो थियो। फर्स्ट बाइट खाएको हो मैले त। यस्तोमा मिठो मासु कहिले पनि खाएको थिएन साथीहरू। त्यसैले मलाई एकदमै मन पर्थ्यो कुखुराको मासु। त्यसैले मैले ल्याउन पठाएँ साथीहरू। खाने बेला त कति हँसाउँथ्यो है मेरो हस्बेन्डले र मेरो भतिजीले। आजको भ्लग यति नै हो साथीहरू। अब हामी भेट्नेछौँ अर्को भ्लगमा। बाई बाई।